नमस्कार। मेरो नाम बिमला परियार, पाछुवा देउराली, घर मेरो देउराली। भुइँचालो आउँदाखेरि म बारीतिर थिएँ सर, अनि बारीबाट दकुर्दै दकुर्दै आयो। त्यहाँदेखि त्यसपछि बच्चा पेटमा थियो मेरो, मलाई हिँड्नलाई आपात परेको थियो। अनि त्यसपछि बच्चा घरमै जन्मिनलाई गाह्रो भएर हेडपोस्ट जाँदाखेरि देउराली हेडपोस्टमा गएको सर। म त्यहाँ हेडपोस्टमा जाँदाखेरि भत्ताभुङ्ग भएको थियो। हेडपोस्टको ढोका सोका सबै भत्किएको थियो, भित्र जाने बाटो थिएन। बाहिर लेखेको त्यो एउटा टेन जस्तो थियो ठुलो, त्यो टेनकोमा चाहिँ नाम चाहिँ सेभ द चिल्ड्रेन भनेर लेखेको थियो। हो त्यो टेनभित्र पायो मैले बाबुलाई। पछि हेडपोस्टमा बच्चा पाएपछि अनि उहाँ यस्तो आइरन चक्कीहरू दिनुभयो, अनि बच्चाहरूलाई तातो तातो लुगाहरू दिनुभयो। अनि सरहरूले अनि त्यहाँबाट म्याडमहरूले सबैले स्याहार सुसार यस्तो राम्रोसँग गर्नुपर्छ, यताउति गर्नु हुन्न, भैँचालो आइरहन्छ, नडराउ भन्नुभयो। अनि त्यसपछि अनि सबै राम्रो एकदम। अनि तातो तातो लुगाहरू, अब त्यो बेला त घर परेर पुरिएको थियो, लुगाहरू थिएन। सरहरूले मिसहरूले पठाउनु भएको लुगाहरू दिनुभएको थियो। सेभ द चिल्ड्रेनले दिएको टेनमा पाएको बाबु मेरो अहिले 10 वर्ष भयो, 5 क्लासमा पढ्दैछ। त्यसपछि चाहिँ सेभ द चिल्ड्रेनले हेल्पपोस्ट बनाइदिएपछि पाएको बाबु चाहिँ 3 कक्षामा पढ्दैछ, 8 वर्ष भयो। अहिले मेरो बाबु दुइटै हेल्पपोस्टमै पाएको बाबु, सुकुशल राम्रो सक्लो छ। यसो टुबिरम भयो भने त्यही हेल्पपोस्टमा जाने हो, सकुशलसँग पढिरहेको राम्रो छ। अब त भुइँचालो त्योभन्दा बढी भुइँचालो आयो भने नि हाम्रो हस्पिटल एकदम दामी छ। हस्पिटलमा हुँ भात पकाएर खाएर बसिन् ढुक्कै छ, भुइँचालो आयो नि मर्दैन अब त।